हेलो नमस्ते के छ आई होप तपाईँहरू सन्चै हुनुहुन्छ होला म पनि एकदम सन्चै छु सो चिन्नुभयो होला म चाहिँ सुदन बस्नेत तपाईँहरूलाई स्वागत छ मेरो भ्लग 2 मा सो आई होप के कस्तो हुन्छ आजको भ्लग चाहिँ हेरेर साथ दिनु होला सो आज चाहिँ हामी जाँदैछौँ भैलो हेर्न है एकादशीको भैलो हेर्न आज किनकि यो 2082 को लास्ट भैलो हो नि त सो त्यही भएर हामी भैलो हेर्न जाँदैछौँ सो के कस्तो हुन्छ तपाईँहरूलाई म देखाउँदै गर्दैछु सो सहयोग चाहिँ गर्नु पऱ्यो गाइज अब म चाहिँ यहाँ रेडी भइसकेको छु है टक्क होइन अब यहाँ जुत्ता लाउनु बाँकी छ सो जुत्ता चाहिँ म अब एकछिनपछि लाउँछु ल तपाईँहरूलाई म उतै भेटौँला ओके सो अब यहाँदेखि चाहिँ म चाहिँ निक्लिनु लाग्यो किनकि म चाहिँ साथीको घर आइसकेको थिएँ अब हामी चाहिँ यहाँदेखि निक्लिन्छौँ सो हामी चाहिँ जानुपर्ने धेरै टाढा खाने त्यतातिर हो जहाँ बत्ती बलेको छ नि सो त्यतिर जानुपर्ने हो सो अब चाहिँ हामी निक्लेर भैलोको भिडियो आउँछ लेट्स गो सो हामी चाहिँ अब आइसकेछौँ है अब यहाँ सुनिरहनु भएको छ होला थोरै थोरै भोइस आएको चाहिँ अब हामी धेरै टाढा छैनौँ नजिकै छौँ सो लेट्स गो हेलो ल हामी चाहिँ अब पुगिसक्यौँ है अब यहीँ अगाडि नाचिरहन् सो रातिमा चाहिँ त्यस्तो यहाँ चाहिँ कुहिरो सुइरो लागेछ क्या होइन त्यही भएर चाहिँ क्यामेरा बोलर आइरहेछ सो माइन्ड नलिनु होला अर्कोचोटि चाहिँ भ्युसो बनाएर मैले खतरा हाल्नेछु होइन सो हामी चाहिँ आइसक्यौँ सो हाम्रो भैलो लेट्स गो खतरा रमाइलो हुनुपर्छ है ल भैलोमा नाचेको बेला भेटौँला समय बितिसकेको छ भन्ने छन् हाम्रो कलाकार भाइ बहिनीले बाँकी गीत र नृत्यबाट सिकारी दिनवाला यो भिडियो युट्युबमा आउँछ है गाइज कहानी हरियो ठुलो
यति सानो गीतलाई पनि ठुलो सुनिरहेछन् होला क्या होइन हो के कसम भनेको मलाई लाग्छ यो एउटै भाइब्समा डुबिरहेछन् होइन गीतको भाइब्समा मस्त गीत मात्र सुनिरहेछ होला बड्डाहरूले नाचन के दाइ आवाज खोल्नु भएर जाऊ साथी भएर जाऊ साथी नमान्नु होला बाँचेपछि अर्को साल भेटौँला गाह्रो पिरो नमान्नु होला बाँचेपछि अर्को साल भेटौँला बाँचेपछि अर्को साल भेटौँला दुःख पीडा शत्रुले नाश गरून् यो घरमा लक्ष्मीले वास गरून् दुःख पीडा शत्रुले नाश गरून् यो घरमा लक्ष्मीले वास गरून् घरमा लक्ष्मीले वास गरून् विश्वास गर्नु हजुरले म प्रति कति राम्रो संस्कार र संस्कृति विश्वास गर्नु हजुरले म प्रति कति राम्रो संस्कार र संस्कृति कति राम्रो संस्कार र संस्कृति गाह्रो भएको छ घर घरै धाउन आयो हाम्रो गाउन आयो हामी काठमाडौँमा सुनैको गजुर जाने बेला नमस्कार हजुर काठमाडौँमा सुनैको गजुर जाने बेला नमस्कार हजुर जाने बेला नमस्कार हजुर हातको घडी हातैमा टाइटाइ छ जाने बेला सो भिडियो के कस्तो लाग्छ त्यो चाहिँ भोलि आउँदैछ भिडियो चाहिँ के कस्तो लाग्छ सो हेरेर सबैजनाले कमेन्ट गरिदिनु होला के कस्तो भएको छ योभन्दा बेटर अर्को भिडियोमा आउनेछ सो थ्याङ्क यू द ब्लग 2 वाचिङ द भिडियो गाइज अब भेटौँला हामी ब्लग 3 मा तब तकको लागि बाई बाई